365 दिन कुनै पनि बेलामा त्यो प्रोडक्ट उपलब्ध हुन्छ भने हामीलाई टाउको दुखाइ छैन। कुनै पनि हस्पिटलमा यी खालका प्रोडक्टहरू उपलब्ध छन् र त्यहाँ चाहिँ उपलब्धताको ग्यारेन्टी गरिन्छ भने हाम्रो टाउको दुखाइको विषय होइन। तर आजको रियल सिचुएसन के हो त? जिल्ला सदरमुकाममा एउटा हस्पिटल छ, गभर्नमेन्ट हस्पिटल। त्यहाँ उपचाररत बिरामी छ। त्यहाँ त्यो औषधि, त्यो खालको औषधिको उपलब्धता नै छैन। तर त्यो हस्पिटलमा त्यो औषधि प्रयोग भइरहेछ। बिरामीले, उपभोक्ताले के गरिरहेछ भने त्यसको बाहिरपट्टि या नजिकको सामुदायिक फार्मेसीमा गएर त्यो प्रोडक्टहरू, त्यो खालका औषधिहरू किनेर लिएर आएर प्रयोग गरिरहनु भएको छ। बाहिरको उदाहरण छोडेर आज टिचिङ हस्पिटलमा तपाईँले भनेको यो लिस्टिङ गरेको सबै औषधि उपलब्ध छन्, वीर हस्पिटलमा छन्। अनि बिरामीहरूलाई सबैलाई चाहिँ प्राइभेट हस्पिटलतिर पठाउने, बिरामीले किन शास्ति दिएको? यो के प्राइभेट बिरामीको के दोष हो यसमा? प्राइभेट हस्पिटलतिर पठाउन खोज्या भने के तपाईले इन्ट्रेस्ट ग्रुपको कुरा निकाल्न खोज्या कि? एउटा इन्ट्रेस्ट ग्रुपको, एउटा चाहिँ के छ भने हाम्रो सरकारी सप्लाई संयन्त्रमा तपाईँले अघि भने जस्तो सार्वजनिक खरिद ऐनदेखि लिएर विभिन्न चिजहरूले गर्दाखेरि हस्पिटलमा सबै औषधिहरूको सहज उपलब्धता छैन। त्यो माथि यो लेभलका लाइफ सेभिङ मेडिसिनहरूको उपलब्धता अझ धेरै कम छ र अधिकांश उपभोक्ता बिरामीहरूले बाहिरबाट, सामुदायिक फार्मेसीबाट र प्राइभेट हस्पिटलहरूबाट यो खालका औषधिहरू प्रयोग गरेको यथार्थ हो। बिरामीले त्यहाँनिर अहिले छनौटको अधिकार पनि राख्नुहुन्छ। आफ्नो हिसाबले चाहिँ त्यहाँनिर बार्गेनिङको अधिकार पनि उहाँहरूलाई उपलब्ध छ। तर अब यो चाहिँ के हुने भने सरकारको सरकारी हस्पिटलहरूमा चाहिँ सबै ठाउँमा हस्पिटलको फार्मेसी पर्याप्त मात्रामा यी खालका औषधिहरू उपलब्ध नहुने, त्यसपछि निजी हस्पिटलमा जानुपर्ने, त्यो पनि टाढा पुग्नुपर्ने भइसकेपछि बिरामीहरूको जुन चाहिँ रियल आवश्यकता हो, डक्टरले प्रिस्क्राइब त गरिसक्नुभयो, अब बिरामी चाहिँ कुदेर भौतारिनु पर्ने हो। रातको 12 बजे तपाईँ चाहिँ ताप्लेजुङको मान्छे चाहिँ विराटनगर जाने हो कि त्यसपछि गएर अर्को ठाउँमा कुनै ठाउँमा जाने हो, प्लेनमा मगाउने हो कि कुरियर गरेर मगाउने हो कि बिरामीलाई उहाँ चाहिँ चाहिसक्यो, हस्पिटलभित्र सामान छैन भनेर चिट लेखेर बाहिर खोज्नुहोस् भनेर पठाएको छ। बाहिर नजिकमा प्राइभेट हस्पिटल छैन, प्राइभेटै हस्पिटल पनि नभएका कतिपय ठाउँहरू छन् नि त। त्यो भएर यी खालका प्रोडक्टहरूको उपलब्धता इभिडेन्स बेसमा गर्ने कुरामा हामी सहमत छौँ। इभिडेन्सको बेसमा मात्रै गरिनुपर्छ, इम्पेरिकल थेरापीको आधारमा होइन कि इभिडेन्स बेसमा गरिनुपर्छ। एन्टिबायोटिकको प्रयोग दुई तरिकाले गरिन्छ, एउटा इभिडेन्स बेसमा गरिन्छ, अर्को एउटा इम्पेरिकल थेरापीको हिसाबले डाक्टर साहबहरूले कल्चर ल्याबको कुनै पनि रिपोर्टहरू आउनुभन्दा अगाडि सिम्टमको आधारमा डाक्टर साहबहरूले कतिपय एन्टिबायोटिकहरू प्रिस्क्राइब गर्नुहुन्छ, त्यसलाई हामी चाहिँ इम्पेरिकल थेरापी भन्छौँ। त्यो रिपोर्ट आउनुभन्दा अगाडि गरिने उपचार भयो। उपचार रिपोर्ट आइसकेपछि त्यो एन्टिबायोटिकले त काम नगर्दो रहेछ, यसमा जानुपर्ने भयो है, एन्टिबायोटिक स्विच गरेर अब चाहिँ यो लास्ट रिसोर्ट भनिएको, अहिले भनिएको जुन चाहिँ रिजर्भ मेडिसिनमा जानुपर्ने सिचुएसन छ भने त्यो डक्टरहरूले त्यो रिपोर्टको आधारमा त्यो प्रिस्क्राइब गर्ने कुरा हो। यसलाई कम्युनिटी फार्मेसीहरूले दुरुपयोग गरेको कारणले गर्दाखेरि यो चाहिँ रेसिस्टेन्ट हुने जोखिम भयो भन्ने कुरा यदि औषधि व्यवस्था विभागले यस्तो खालको आरोप लगाउँछ भने यो आरोप भनेको उटपटाङ्ग आरोप मात्रै हो। किनभने कम्युनिटी फार्मेसीबाट यो खालको औषधि, एक त यी औषधिहरू असाध्यै महँगा औषधिहरू हुन्, कम्युनिटी फार्मेसीबाट ट्याब्लेट किने जस्तो पक्लक्क किनेर खाइहाल्ने पनि चिज होइन र घरमा लगेर बिरामीले आफैले लगाउन सक्ने कुरा पनि होइन। यी खालका औषधिहरू हस्पिटलभित्रै प्रयोग भइरहेका हुन्, तर एक्सिस अहिले भइरहेको एक्सिस पब्लिकले डक्टरको प्रिस्क्रिप्सनकै आधारमा टिचिङ हस्पिटलको बाहिरको फार्मेसीहरूले उपलब्ध गराएर चाहिँ टिचिङभित्रको बिरामीलाई बचाइरहेछ। गङ्गालालमा त्यही हालत छ। हरेक हस्पिटलहरूमा यो खालको प्रलप छ। म चाहिँ के भन्छु भने गभर्नमेन्ट हस्पिटलको इफिसियन्सी बढाउँ, त्यहाँ पर्याप्त रूपमा उपलब्ध हुने बाटोहरू बनाउँ, त्यहाँ सस्तोमा मात्रै होइन सित्तैमा सकिन्छ नेपाल गभर्नमेन्टले सित्तैमा दियोस्, पब्लिकलाई दिनुपर्छ, त्यो राज्यको दायित्व हो। त्यहाँ उपलब्धको एसियो गरौँ। त्यहाँ नहुँदासम्म अमुक कुनै एउटा चाहिँ व्यक्ति या ग्रुपलाई चाहिँ सहयोग हुने हिसाबले ती खालका प्रोडक्टहरूलाई यसरी सामुदायिक फार्मेसीबाट बिक्री वितरण गर्न चाहिँ रोक लगाउने काम चाहिँ यो चाहिँ उचित होइन। यसको चाहिँ नेपाल फार्मेसी सङ्घ घोर विरोध गर्न चाहन्छ। यो निर्णयलाई चाहिँ सच्याइयोस् भन्ने चाहिँ हाम्रो नेपाल फार्मेसी सङ्घको माग रहेको छ। जस्तो यसमा जोडेर भन्दा तपाईँले ग्रुप भन्नुभयो, यसमा चाहिँ जस्तो एउटा चाहिँ तपाईँले अघि भने जस्तो मूल्यको चाहिँ एकाधिकार निर्माण हुन सक्ने, कार्टेलिङ हुन सक्ने सम्भावना पनि तपाईँले इङ्गित गर्नुभयो। अनि अर्को भनेको चाहिँ कि यसमा इम्पोर्टर वा कोही औषधि त्यसलाई सङ्गठित रूपमा औषधि ल्याएर हस्पिटलमा सप्लाई गर्ने मान्छेहरूको पनि यसमा के इन्ट्रेस्ट छ कि के छ होला? यसमा चाहिँ यसमा 6वटा औषधिको जुन लिस्टिङ गरिएको छ त्यो 6वटा औषधिमध्ये
दुईटा औषधि त नेपालमा बन्दै भन्दैनन्। ती औषधिहरू इम्पोर्ट नै गर्ने हो। इम्पोर्ट हुने सवालमा इम्पोर्टरहरू अथराइज इम्पोर्टरहरू हुनुहुन्छ, उहाँहरूले इम्पोर्ट गरिरहनु भएको हुन्छ। ती खालका प्रोडक्टहरू हस्पिटलमा प्रिस्क्रिप्सनको बेसिसमा आधारमा मात्रै बिक्री वितरण भइरहेको कुरा यथार्थ हो। जुन औषधिको एक डोजकै 2500 3000 लिएर 5000सम्म पर्छ। त्यो खालको औषधिहरू सामुदायिक फार्मेसीहरूबाट दुरुपयोग भन्ने कुरा चाहिँ सम्भव देखिँदैन, किनभने एउटा मूल्यको आधारमा पनि र अर्को ती चाहिँ नसा लगाउने खालको औषधि पनि होइन। र कुनै एउटा रिटेलर फार्मेसीले ल यो औषधि तपाईँ प्रयोग गर्नुहोस् भनेर भन्दैमा कुनै एउटा बिरामीले सहजै रूपमा लगेर त्यो औषधि चाहिँ लगाउने अवस्था पनि होइन। यदि छिटपुट काहीँ त्यस्तो भएको छ भने खोजौँ, अनुसन्धान गरौँ, त्यसको चाहिँ कसैले त्यस्तो दुरुपयोग गरेको भेटिएको छ भने त्यहाँ कारबाही गरौँ। यो नियन्त्रणको सट्टामा प्रतिबन्ध भन्ने कुरा चाहिँ उपयुक्त भएन। यो प्रतिबन्ध लगाउने काम एउटा फार्मासिस्टहरूप्रति विश्वास नगरिएको देखियो। तिमीले औषधि दुरुपयोग गर्यौ भन्ने खालको आरोप लगाएको भन्ने देखिन्छ नि त यहाँबाट। यो हामी स्वीकार गर्न तयार छैनौँ। नेपालभरिको कुनै पनि फार्मासिस्ट यो चाहिँ स्वीकार गर्न तयार छैन, किनभने यो खालको औषधिहरू दुरुपयोग गरेर चाहेर दुरुपयोग हुने चिजै होइन। उहाँहरूले लगाएको आरोप मिथ्या आरोप। ठुलो आरोप लगाउनु भएको छ, त्यो आरोप तपाईँहरूले फिर्ता लिनुपर्छ। देखाउनुमा अनि त्यसो भने कारण चाहिँ के हो त? उहाँले कारण चाहिँ बरु चाहिँ के छ भने यी खालका हायर एन्टिबायोटिकहरू जुन चाहिँ मूल्यको हिसाबले नै असाध्यै महँगा छन्, त्यस्ता औषधिहरू दुनियाँमा चाहिँ तस्करी हुन्छ भने सुनको हुन्छ, फलामको चाहिँ कमै हुन्छ। ती महँगा एन्टिबायोटिकहरूको कसैले तस्करी गरेर गलत तरिकाले सप्लाई गरेको छ र आधिकारिक रूप इम्पोर्टरहरूलाई उहाँहरूलाई मर्का परेको हो भने सिधै भन्नु पर्यो, रजिस्टर नभएका औषधिहरू आए, यिनीहरूलाई नियन्त्रण गर्न चाहन्छौँ हामी, यसमा नियन्त्रणमा सहयोग गर्नु पर्यो भन्नु पर्यो। त्यसको लागि खबरदारी गर्नु पर्यो, त्यसको लागि चाहिँ इन्स्पेक्सन गर्नु पर्यो, त्यसको लागि कारबाही गर्नु पर्यो। तर देखाउँदा एउटा चिज देखाएर आक्रमण अर्कोतिर गर्न पाइँदैन। गलत मिथ्या सूचना तपाईँहरूले दिएर जुन सूचना जारी गर्नुभयो फार्मेसीबाट दुरुपयोग भएको भन्ने कुरा हामीलाई इभिडेन्स दिनुहोस्, हामी त्यति बेला स्वीकारौँला। कहाँबाट कति युनिटमा कसले दुरुपयोग गरेको त्यो ल्याउनुहोस्, हामी छलफल गरौँ। होइन भने यस्तो चाहिँ कम्युनिटी फार्मेसीबाट चाहिँ दुरुपयोग भन्ने चाहिँ तपाईँहरूले सिधा यसरी आरोप लगाउन मिल्छ? दुरुपयोग भएको हो। टिचिङ हस्पिटलले फार्मेसीले कुनै पनि सरकारी हस्पिटल या चाहिँ कुनै पनि प्राइभेट हस्पिटलभित्र फार्मेसीमा उपलब्ध नभएको चिज बाहिरको फार्मेसीले उपलब्ध गराएर त्यो हस्पिटलभित्रको बिरामीले उपभोग गर्छ भने त्यो चाहिँ दुरुपयोग हुन्छ। त्यसलाई चाहिँ हामी कसरी दुरुपयोग भनेर मान्छौँ? त्यो दुरुपयोग होइन, त्यो बिरामीले पाएको सेवा हो। तर त्यो खालको प्रोडक्ट नेपाल गभर्मेन्टमा रेजिस्टर छ कि छैन त्यो चाहिँ कन्सर्नको विषय चाहिँ हुनुपर्छ। अवैध आयात पनि भइरहेछ यस्तो औषधि भन्ने तर्फ लक्षित गर्नुमा हो। त्यो चाहिँ नेपाल गभर्मेन्टले यसको विषयमा चाहिँ आधिकारिक रूपमा जानकारी उहाँहरूले दिनु होला, यसको डाटा होइन होला। तर बजारमा चाहिँ के छ भने कतिपय महँगा औषधिहरूको यसरी चाहिँ गलत बाटोबाट आउने गरेको र बिरामी उपभोक्ताहरूले त्यस्ता खालका प्रोडक्टहरू चाहिँ खरिद गर्न बाध्य भएको, किनभने उपभोक्तालाई त जानकारी छैन। त्यो खालको आरोपहरू पनि देखिन्छ, त्यो खालको चाहिँ केही घटनाहरूले पनि देखेको छ। त्यसको पछाडिको पनि कारण छ। कारण के छ भने मूल्यको कारण एउटा महत्त्वपूर्ण कारण हो। मूल्यको कारण किन कारण भइरहेछ भने सीमित आयातकर्ताहरूले मात्र त्यसको आयातको सर्टिफिकेसन लिनुभएको छ, बाँकीहरूलाई त्यसको एक्सेस दिएको छैन। उहाँहरूले चाहिँ टाइममा उपलब्ध गराउनुहुन्न र उपलब्ध गराउनु भयो भने पनि उहाँहरूको प्रोडक्ट धेरै महँगोमा उपलब्ध हुन्छ। जबकि त्यही प्रोडक्ट नेपालका लागि भनेर चाहिँ 5000 मूल्य राखेर चाहिँ नेपालमा सप्लाई गरिरहेको छ, त्यही प्रोडक्ट इन्डियामा 1500मा चाहिँ त्यहाँको बिरामीले प्रयोग गरिरहेछ भनेपछि खुला बजारको सुविधा त बिरामीले नि लिन खोज्छ। अनि त्यो 2 नम्बरी गर्न खोज्ने मान्छेले, नाफाखोरी मान्छेले पनि गर्न खोज्ने भयो। अनि त्यो कारणले गर्दाखेरि यो मूल्यको एउटा चाहिँ महत्त्वपूर्ण कारण भनेको मूल्यको कारण हो। त्यही भएर हामी नेपाल फार्मेसी सङ्घ के भन्छ भने रिजर्भ मेडिसिन नेपाल गभर्मेन्टको कन्ट्रोलमा होस्। नेपाल गभर्मेन्टले गभर्मेन्ट टु गभर्मेन्ट के अरे खरिद गरोस्, सस्तोमा खरिद गरोस्, हस्पिटलहरूमा कहाँ उपलब्ध गराउनु पर्ने हो, निजी हस्पिटलले चाहिँ कसरी लिनुपर्ने हो, सरकारी हस्पिटलले कसरी लिनुपर्ने हो, कम्युनिटी फार्मेसीले लिन चाहने हो भने कसरी लिनुपर्ने हो, सस्तोमा देऊ न त। नेपाल गभर्मेन्टले त्यसमा चाहिँ तदारुकता देखाउनु पर्यो नि। इन्डियामा त्यही औषधि चाहिँ 1000 रुपियाँमा उपलब्ध भइरहेछ, नेपाली बिरामीले 5000 तिर्नुपर्ने भएपछि मान्छेले अर्को बाटो खोज्छ नि, वैकल्पिक बाटो खोज्दैन। यहाँ इम्पोर्टरहरूलाई तपाईँहरूले चाहिँ जो मनलाग्दो मूल्य राख्न दिने। यसो भने त यसरी पनि बुझ्न सकिन्छ नि, त्यो गलत किसिमबाट आयात गर्नेहरूले अस्पतालभित्र लान नसक्ने
र बाहिर चाहिँ कम्युनिटी फार्मेसीहरूसँग मिलेर चाहिँ कालोबजारी चलाइरहेको चिजलाई नियन्त्रण गर्न खोजे पनि त हुन सक्ला नि त। उहाँहरूले अहिले गर्न खोजेको कुरा त्यो हो, तर उहाँहरूले त्यो चाहिँ खुलेर भन्नुभएको छैन नि त। उहाँहरूले आरोग्य लगाउनु भन्दाखेरि फार्मेसीलाई गलत आरोप लगाउनु भयो। गलत आरोप के लगाउनु भयो भने तिमीहरूले दुरुपयोग गरेको कारणले भन्नुभयो उहाँहरू। असल कार्यका लागि गलत बाटो लिनुभयो। असल कार्य होइन, कार्य यदि असल हो भने, सदासहित ठिक हो भने त्यसको विकल्पमा जानुपर्छ। विकल्पको कारण के हो त भन्दाखेरि मूल्यहरू रहेछ नि त। बिरामीले बाहिरको बिरामीले किन सस्तो खोज्दै गुजिरहेको छ भने उसको हैसियतले भेटिरहेको छैन। हैसियतले नभेटिरहेको बिरामीले त्यो सहज रूपमा उपलब्ध गराउने भनेको त राज्यको दायित्व होइन। त्यहाँ मूल्यमा इन्टरभेन्सन हुनु पर्दैन, त्यो मूल्यमा चाहिँ कडाइ गर्न सक्दैन।